साथीहरू एउटा माथिको भिडियो हेर्नुहोस् हैन। एउटा स्वतन्त्र उम्मेदवार कैँचीको चिन्ह लिएर चाहिँ चुनाव लड्नु भएको थियो। उहाँको चाहिँ भनाइ के छ हेर्नुहोस् है। स्वतन्त्र कैँचीको छ। मेरो कुरामा चाहिँ त्यहाँनिर गएर गफ गर्दा त्यसो गर्दा नि यहाँनिर आउँदाखेरि चाहिँ मेरो भोटै छैन। अनि अघि रोइराख्नु भएको थियो नि। अनि सर बिलेट मैले गरेँ छु त नि पछि मलाई हुँदैन सर। राष्ट्रको लागि चाहिँ अगाडि बढ्ने म भोट जान्छु। र दाइ सबैभन्दा पहिला म यो भन्न चाहन्छु कि तपाईँको हिम्मतलाई मैले माने। यो चोटिको हुडहुडी राष्ट्रिय स्वतन्त्र पार्टी थियो, घन्टी थियो, त्यसैमा चपेटमा तपाईँ पनि पर्नुभयो। मैले यसो भिडियो हेर्दाखेरि चाहिँ तपाईँ मार्मिक हुनुभएको छ होइन। तर एउटा कुरा म तपाईँलाई के भन्न चाहन्छु भनेपछि तपाईँ एउटा इमान्दार हुनुहुँदो रहेछ। इमान्दारको जो आफूले गरेको मेहनत, आफूले सच्चतापूर्वक गरेको कामलाई चाहिँ आफूले गर्दाखेरि चाहिँ त्यसको नतिजा विपरीत आउँदाखेरि चाहिँ सबैलाई मन दुख्छ होइन दाइ। त त्यही भएको छ तपाईँसँग। तपाईँ प्रयास गर्दै गर्नुहोस्। योचोटिको घन्टीको हुडहुडीले गर्दाखेरि चाहिँ तपाईँ पनि त्यसमा पस्नु भएको छ होइन। तर त्यहाँ दुःख नमान्नुहोस्, अर्कोचोटि पनि चुनाव आउँछ, तपाईँ प्रयास गर्नुहोला। र दाइ यस्तै गरी चाहिँ तपाईँ आफ्नो समाजको चाहिँ निरन्तर काम गर्दै जानुहोस्, समाजलाई सेवा गर्दै जानुहोस् होइन। समाजले एक न एक दिन तपाईँको प्रतिफल चाहिँ दिइहाल्नेछ होइन। त्यही भनेर चाहिँ म तपाईँलाई एउटा सानो राय दिनको लागि आएको होइन। हस्त नमस्ते, धन्यवाद।